कुन चाहिँ पड्काउ केटा हो? यहाँ पो मरिया रहेछ। यत्रो लबरदङ्गे भइसकि बिहे गरिदिएलाई 4-5वटा छाउराको म 29 बच्चाहरूसित कुच्चा खेलेर बस्छस्। ए तेरिका बा, फुटबल खेल्न लाएर ठुल्ठुलो मान्छे खोज्नु, कुच्चा खेल्न त बच्चे त खोज्ने हो त। के रे मुखै लाग्छस्। मेरो कति मासु खान सके भगवान्, कति मासु खान सके। बरु घाँस खिच्नु नि, घाँस अनि बुद्धि आउँथ्यो कि। कामको नाममा माखो मार्नु छैन, अलि भाग असुर्नु छ। बच्चाहरू जन्म गर्नु छ, घरि खोपी खेल्या छ, घरि डन्डी बाउ खेल्या छ, घरि कुच्चा खेल्या छ। त्यो सहरका तौतरीले कति उन्नति पुर्याउँथे। होइन त सन्जय हैनस् र भने हो काका। अनि त विदेश गएको थिइस्, कहिले आइस् बाबु? हिजो आए काका। अनि बन्द यो खुसी लोन न काका। ए तेरिका ल्याउनै पर्थेन नि। तेरो त म बाबु बन्द आइ। यो आँखा च्यातेर हेरे तँभन्दा 6 महिना कान्छो मान्छेले विदेश गइवरी कत्रो प्रगति गरिसके। चस्मा लाछन्, घडी लाछन्, यी कानमा समेत फुली लाछन्, छालाको झोला बोकेका छन्। यी सन्जयले जस्तै विदेश गएर केसकै केस पैसा कमाएर लिएर हैन। कहाँ छस् त भन् त? 2 वर्षमा फर्के हो, घरमै छु अहिले त। विदेशमा रमाइलो भयो नि, अब काम दाम यताउता। बाबु ल राख छोरा, बाबु बाबुले पोल्छ भनेर मन तातो पारेर दुध लिएर आएको छु। बाबु खाऊ, दुध खाऊ। बाबु दुध खानुभन्दा पहिले मेरो बाबाको मोही खान्छु म। मेरो बाबा कति धेरै माया हो क्या बा। ल आफ्नो छोरालाई माया गर्नु परेन त? त्यत्रो वर्ष विदेश बसेर आएको पोल्छ त बाबु, मन तातो छ होइन? ल यो दुध खाइसक, अनि एक राति दही खानुपर्छ बाबु। मेरो बाबु, मेरो छोरा। ल बा, म विदेश जान्छु। ओए बोले, हेर्न म आएको गाडी बिग्रियो के, छिट्टो आइज न है। ल नमस्ते। नमस्ते। पासपोर्ट बनाउन के चाहिन्छ? नागरिकता त छ, त्यही पनि जिल्ला सिफारिस चाहिन्छ र? चाहिन्छ। हस्तलिखित राहदानी छ, त्यसलाई नवीकरण गर्नुपर्ने छ भने पनि अनिवार्य रूपमा जिल्ला सिफारिस ल्याउनै पर्छ। एकचोटि एमआरपी बनाइसकेको छ र नेपालबाटै जारी भएको छ भने चाहिँ परेन। एमआरपी नै बनाएको छ तर विदेश स्थित नेपाली दूतावासबाट जारी भएको छ, पहिलो पटक राहदानी बनाउँदैछ भने अनिवार्य रूपमा जिल्ला सिफारिस ल्याउनै पर्छ। खोइ कागजात हेरौँ त, जिल्ला सिफारिस छ? खै यो प्रमाणित गरे भन्थ्यो नागरिकताको, यही त होला नि। हो यही हो, जिल्ला सिफारिस पनि ल्याउनु भएको रहेछ, फोटो पनि प्रमाणित गरेको रहेछ। ठिक छ। अनि नागरिकताको फोटोकपी छ त? नागरिकता यहाँ छ, फोटोकपी नि यही छ। अनि अनलाइन फर्म भर्नुभयो? अहिले गाडीबाट झन्साद चोकमा भरेको। अनि फोटो त चाहिन्न भन्छन् नि, हो र मिस? अहिले फोटो चाहिँदैन, हामी भित्र सिस्टमबाट नै फोटो खिच्दिन्छौँ। अहिले त घरमा इन्टरनेट चलाउने कोही छ भने घरमै बसी बसी पनि एमआरपी को लागि फारम भर्न सकिन्छ। थाहै भएन, पहिल्यै थाहा भए त गाउँमा मार्सापलाई भनेर भर्न लाउँथे नि। त्यति मात्र होइन, राहदानी विभागको मोबाइल एप्लिकेसन पनि छ, सो एप्लिकेसन प्रयोग गरेर मोबाइलबाट पनि फारम भर्न सकिन्छ। सबै कुरा ठिक छ, अब हजुर गेटबाट भित्र छिर्नुहोस्। हरियो जस्ता मुनि भौचर भर्ने ठाउँ छ, त्यहाँ गएर भौचर भर्नुहोस् है। हुन्छ, नमस्ते। नमस्ते।
आज कति गते हो? आज 15 गते। जहिले भुल्छु त्यो चाहिँ। पासपोर्ट बन्न कति दिन लाग्छ? सामान्यतया जिल्लाको भन्दा बढी दस्तुर तिरेर 3 दिनमा पाइन्छ। हजुरले आज बुझाउनु भयो भने पर्सि पाउनुहुन्छ। यहाँ 1 दिने 2 दिने सेवाहरू पनि छन् जुन तपाईले अतिरिक्त शुल्क तिरेर प्राप्त गर्न सक्नुहुन्छ। ए उही जिल्लाबाटै बनायो भने हुने रहेछ है। अब यहीँ हाल्यो 3 दिनकै बनाउँछु। किन अतिरिक्त शुल्क तिर्नु है? अनि यो लिएर कहाँ जाने? अब लाइनमा जानुस्। हजुर क्यामेराको सिधा बस्नुस् न, चेयर थोरै यता सार्नुस् त। मुख बन्द गर्नुस् है, क्यामेराको सिधा हेर्नुस् त। थोरै टाउको तल गर्नुस्, सिधा है। हजुर सिग्नेचर गर्नुस् त त्यहाँ। हजुर ल्याप्चे लगाउनुस्, दायाँ दायाँ। हजुर पछि पासपोर्ट लिन आउँदा के ल्याउनु पर्छ मिस? नागरिकता र रसिद चाहिन्छ। रसिद पनि ल्याउनु पर्छ हो पछि? अनि पछि मैले भ्याएन भने पासपोर्ट लिन अरू मान्छे आएर हुन्छै हुन्न? स्वयं तपाईँ उपस्थित नभइकन पासपोर्ट अरूलाई दिन मिल्दैन। तपाईको आफ्नै आमा बुबा र श्रीमतीलाई पनि दिन मिल्दैन। अझ नाबालक त आफ्नो अभिभावक सहित आफै उपस्थित हुनुपर्छ। म आफै आउनुपर्छ? हजुर। हुन्छ, म आफै आउँछु। नमस्ते। के भयो भाइ तपाईलाई? हेर्नु न दाइ, एकजनाले पासपोर्ट बनाइदिन्छु भनेर 5000 पैसा लगेको मान्छे नै भेटिँदैन अहिले। ल यहाँ त स्वयं उपस्थित नभइकन त पासपोर्टै बन्दैन। तपाईको फोटो खिच्ने काम, सही गर्ने काम, ल्याप्चे हान्ने काम तपाईले यही भित्र कर्मचारीकै अगाडि बसेर गर्नुपर्छ। अब जे हुनु भइहाल्यो। अब त्यो मान्छे देख्ने बित्तिकै तपाईले प्रहरीलाई खबर गर्नु होला। त्यही त भने। अब यहाँ त हामीले सोचे जस्तो गाह्रै रहन्छ काम गर्न। जहाँ गयो त्यही फ्याट काम भइहाल्दो रहेछ। कसैलाई गएर नमस्ते हजुर मेरो काम गरिदिनुहोस् न भन्न पनि नपर्ने। मैले तपाईँको कुरा सुनिसकेँ। अब कुन चाहिँ डाकाले तपाईँको 5000 रुपियाँ छड्काएछ, उहाँले भने जस्तो पुलिस लाएर च्याप्प समातेपछि त्यो डाकालाई प्ड्याङ्ग हान्नु नि भेटेपछि। दाइ हजुर, तपाईँ पनि विदेश जान लाग्नु भा? हो जानला। कुन देश? मलेसिया। अनि हजुर नि? म त भयो भने जापान कि अमेरिका जाने। ल यहाँ पो रहेछ त यो त। होइन कति बेर कुरा के तैँले? कति चाँडो काम सिद्धियो त।
कति चाँडो काम सिद्ध्या रे। अब भित्र फ्याट फ्याट कति सजिलै काम हुँदो रहेछ अनि हुन्न त। अनि कहिले बोलाएको छ त? पर्सि आइज भनेको छ। जिल्लाबाट बनाउनु पर्ने रहेछ। बेला बुद्धि पुर्याएन यी। मैले त जिल्लामै बनाउनु दिएको 1 महिनामै पाइदो रहेछ। अब जिल्लामा बनाए सस्तो पनि रहेछ। अब यहाँ यो हेर न, धुवा धुलो फोहोर मैला हिँड्न गाह्रो। कम से कम काठमाडौँ त देख्न पाइस् नि। काठमाडौँ रे, अमेरिकै देख्ने बेला भइसक्यो मान्छेले। यहाँ सुन त, विदेश जानुभन्दा अगाडि सम्पूर्ण कागजातहरू प्रमाणित गर्नुपर्छ। त्यहाँ त्रिपुरेश्वरको कन्सुलर विभागले गर्छ रे। म त जान्लाको, तपाईँ पनि जान्छस् त? जानी नि। अब सबै काम सिद्ध्याएर जाने हो। सबै कागजपत्रहरू ल्याइहालेको छु। हेर, गाउँपालिकाबाट बनाएका सम्पूर्ण कागजातहरू सम्बन्धित निकायमा गएर प्रमाणित गर्नुपर्ने रहेछ। पहिले नै नगर्नाले दुःख पाए नि, फेरि गर्नु पर्यो है। अनि मेरो त धन्न पहिले अरविन्द सरले भनेर सबै कागजपत्र बनाएर झोला हालेर ल्याएको छु। नत्र मन जानु पर्ने रहेछ नि। बुद्धि पुऱ्याएछस्। ल हिँड जाऊ। ए दाइ नमस्ते। आइज न ओए। ल हस् त, तपाईँलाई पनि शुभ यात्रा। ल भयो नि, उतै भेटौँला। हेर त, काम त कहिले छिटो फ्याट फ्याट हुँदो रहेछ है। त्यही त, सरकारी काम कहिले जाला घाम भन्थे, आधी घन्टामै काम सिद्ध्यो त। त्यही त भने, उता पासपोर्ट बनाउनु ठानी एकैछिनमा काम सक्यो। त्यही भएर त तँलाई कुरेर बसे। सुन्न बरु, हामीसँग समय पनि छ। अब यसो गरौँ न, कसो गर? त्यो मेन पावरको काम पनि आजै सकौँ न। जाउँ है। जाउँ। केटा, भिजा पनि झ्याप्प लाग्यो त। अब पर्सि यतिखेर त टक्क प्लेन चढ्ने तयारीमा भइन्छ एयरपोर्टमा। नेपालमै के गर्न सकिन्छ कि? हे तिर्का कस्तो खाले होला, भिजा लगाइसक्यो। 2-3 वर्ष त नेपाल फर्किहाल्छ नि। त्यहाँबाट हातमा नि हल्का पैसा हुन्छ, केही गर्न नि सकिन्छ के। अर्का देश भने यार अर्कैको। के हो त तेरो? तेरो पासपोर्ट त के रहेछ त? खैले त ले। दाइको छोरछोरले केर्दैछन् यार। अब पर्सिको फ्लाइट छ, के गर्ने होला? हे तेरिका कति टेन्सन ल्या के। अस्ति म त्यो पासपोर्ट बनाउन जाँदाखेरि विभागमा 1 दिनमा पनि पासपोर्ट बन्छ भन्ने सुनेको थिएँ। त्यही गएर बुझौँला के। हुन त मेरो पुरानो पासपोर्ट हराएर यो बनाएको। पुरानो पासपोर्ट पनि भेटियो कि त्यसैमा जाउँ? हे तेरिका के टेन्सन लिइरह भने, भोलि गएर बुझौँला नि। तपाईँको हराएको पासपोर्ट त इन्टरपोलमा दर्ता भइसकेको हुन्छ। हराएको पासपोर्टमा त तपाईँले ट्राभल गर्नै मिल्दैन। तपाईँलाई एयरपोर्टमै रोकिदिन्छ। हामी कहाँ 1 दिने 2 दिने सेवा पनि छ। तपाईँले अतिरिक्त शुल्क तिरेर पासपोर्ट आजै लैजान सक्नुहुन्छ। ए त्यसै गरौँ त उसो भए। हुन्छ। हस्, त्यही गरौँ। हुन्छ सर। बजारतिर ओहो तेजी नानी, धेरै महिनापछि पो देखियौ त। अलिअलि दुब्लाई छौ पनि, अनुहारमा पहिला जस्तो तेज पनि छैन। साँच्ची तिमी त विदेश गएको थियौ होइन र? गएको त हो दाइ, के सुनाउनु आफ्नो दुःख। के भएर? अर्काको घरमा काम गर्न गएको हाउसमेट भन्दो रहेछ। रात दिन काम गर्नुपर्ने। मेरो त मालिक नै खराब परेर न नेपाल आउन दिन्थ्यो न फोन गर्न नै दिन्थ्यो। बल्ल बल्ल फर्केर आएको दाइ। अनि त्यस्तो ठाउँमा किन गएको बा? मलाई के थाहा त दाइ, सबै कुरा बुझेर सिप सिकेर जानुपर्ने रहेछ। अब जान्न। एकछिन है बा। हेलो, के रे? कहिले?
कहाँ नि ए हो ल ल ल म भोलि नै गइहाल्छु भगवान् के भयो दाइ के हुनु नानी मेरो छोरो कान्छो पनि त विदेश आएको थियो नि जेल पऱ्यो रे अब के गर्ने होला मैले ओहो दाइ त्यसको लागि त परराष्ट्र मन्त्रालयको कन्सुलर विभागमा गएर निवेदन दिनुपर्छ परराष्ट्र मन्त्रालयको के विभाग रे बा कन्सुलर विभाग दाइ परराष्ट्र मन्त्रालयको कन्सुलर विभाग बरु हजुर अरविन्द सरकोमा जानु न उहाँलाई सबै कुरा थाहा छ हो नानी अरविन्द मास्टर बाबुलाई नै भेट्नुपर्छ है ल म जाँदै गर्छु नानी बिस्तारै आउनुहोस् है हे भगवान् मास्टर बाबु मास्टर बाबु ओ मास्टर बाबु म ए भेट्न त के भयो तपाईलाई किन आइदिनु भएको मलाई 7:30 भयो बाबु छोरो उता विदेशको जेलमा परेछ कन्सुलर विभागमा निवेदन दिनुपर्छ रे ल न बाबु मलाई मद्दत गरौँ नातिनुहोस् पहिला बस्नु ओहो त्यस्तो पो भएछ पिर नगर्नुहोस् दाइ इन्टरनेटबाट परराष्ट्र मन्त्रालयको कन्सुलर विभागमा निवेदन दिन मिल्छ मलाई त भरै लाग्दैन बरु आफै परराष्ट्र मन्त्रालय गएर निवेदन दिनुपर्छ कि क्या हो तेरिका भेषबहादुर दाइ झन् हजुरलाई सजिलो र चाँडो हुने काम भनिरहेको छु तपाईँलाई काठमाडौँ जानै 1 दिन लाग्छ फर्किन पर्यो दुःखमा दुःख त्यसमाथि पैसाको सत्याना तपाईँलाई त्यो संसारै थाहा छ नि भकिया छोरो हजुर हजुर त्यो पुरै तरकारी खेती गर्ने हो त पहिला विदेश जाने बेलामा गैर कानुनी रूपमा विदेश पसेछ अलपत्र पर्यो अनि मैले यहीँबाट फर्म सम भरिदिएर कन्सुलर विभागमा निवेदन पठाइदिएको भक्तलाई उहाँ सहर जानै परेन ओहो यहीँबाटै हुन्छ भने मेरो काम जति सक्दो चाँडो गरिदिनु पर्यो बाबु मेरो कान्छोलाई यही नेपालमै झिकाइदिनु पर्यो बिन्ती बाबु अनि कागजपत्र बोक्नु भएको छ त दाइ कागजपत्र त केही बोके होइन कस्तो कागजपत्र बाबु सबभन्दा पहिला त ऊ गएको कम्पनीको नाम ठेगाना चाहियो अझै हजुरसँग भएदेखि ऊ परेको जेलको नाम ठेगाना भए झनै राम्रो त्यस्तै यहाँ काठमाडौँबाट कुन चाहिँ मेन पावरबाट गएको हो मेन पावर कम्पनीको नाम ठेगाना कन्ट्याक्ट नम्बर जे जति छ सबै ल्याउनुहोस् है हस् बाबु म भेषबहादुरलाई एकछिन बस्नु न नागरिकताको फोटोकपी अनि पासपोर्टको फोटोकपी पनि ल्याउनु म यहाँ ल्यापटपमा सबै मिलाउँदै गर्छु नागरिकता पासपोर्ट हजुर हजुर हस् बाबु मास्टर बाबु कन्सुलमा राखेका जति सबै कागज लिएर आएको छु सबै ल्याउनु भयो सबै लिएर आएको छु ल मैले फर्म भरिदिएको छु कन्सुलर विभागले नेपाली राजदूतावासमा खबर गर्छ सरकारी काम के भर्छ र नगर्देलान् कि मास्टर बाबु चिन्ता नगर्नुहोस् दाइ हाम्रो निवेदन कहाँसम्म पुग्यो भनेर यहीँबाट चेक गर्न मिल्छ कागजपत्रले नपुगेको कुराहरू म बलेलाई फोन गरेर सोधौँला नेपालबाट कन्सुलर विभागले नयाँ केस पठाएको छ यो केसलाई राम्रोसँग बुझेर मलाई खबर गर्नु ओके म्याम हेलो विष्णु बुढाथोकी बोल्नुभएको हो हामीलाई कान्छो पण्डितको बारेमा बताउनुहोस् त हुन्छ के बताऊ उहाँलाई छुटाउनको लागि हामीलाई तपाईँको सहयोग चाहिएको छ दाजु उताको दूतावासले कान्छाको बारेमा खबर पठाएको छ म पढेर सुनाइदिउँ सुनाइदिनु न मास्टर बाबु कान्छा पण्डित जेलमा रहेको पुष्टि भयो उहाँलाई हामीले जेलमा गएर भेट्यौँ उहाँलाई काम मन नपरेपछि
अर्को ठाउँमा इजाजत बिनै काम गर्न जाँदा उहाँ पक्राउ पर्नु भएको रहेछ। हामी उहाँले काम गरेको कम्पनीसँग वार्ता गर्दैछौँ। उहाँलाई जेलबाट निकाल्ने प्रयास जारी छ। केही दिनमै प्रक्रिया पुऱ्याएर उहाँलाई स्वदेश पठाइनेछ। धन्यवाद मास्टर बाबु, धेरै धेरै धन्यवाद। हजुरको जय होस्। विदेशमा जानु अगाडि सिप सिकेर त्यहाँको भाषा जानेर जानुभयो भने मैले जस्तो दुःख पाउनु पर्दैन र जानुभन्दा अगाडि श्रम गर्न नबिर्सिनु होला। विशेष गरी महिलाहरू घरेलु कामदारको रूपमा जान लाग्नु भएको छ भने बुझेर अनि सोच विचार गरेर मात्र जानु होला। विदेशमा काम गर्न जानु नराम्रो होइन, तर राम्रोसँग बुझेर वैधानिक तरिकाले जानुभयो भने तपाईँको धेरै जोखिमहरू कम हुन सक्छ। राहदानी विभागबाट राहदानी बनाउन आउँदा सम्बन्धित जिल्लाबाट जिल्ला सिफारिस ल्याउनु पर्छ। जिल्ला सिफारिसमा आफ्नो विवरण सही छ छैन, फोटोमा सम्बन्धित अधिकृतको सही र छाप छ छैन, सिफारिसको मिति उल्लेख गरिएको छ छैन र सम्बन्धित जिल्लाको छाप छ छैन हेर्नुपर्छ। एकचोटि सिफारिस लिइसकेपछि सिफारिस लिएको मितिले 1 वर्षसम्म सो सिफारिसको मान्यता रहनेछ। एकचोटि पासपोर्ट लिइसकेपछि आफ्नो विवरण सही छ छैन हेर्नुपर्छ र सम्बन्धित जिल्ला वा विभागको छाप र पासपोर्ट जारी गर्ने अधिकारीको दस्तखत छ छैन भन्नेमा ध्यान पुर्याउनुपर्छ। एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरूले गुगल प्लेबाट नेपाल पासपोर्ट टाइप गरी राहदानी विभागको एप्लिकेसन प्रयोग गर्न सक्नुहुन्छ भने iOS प्रयोगकर्ताहरूले एप्पल स्टोरबाट डिपार्टमेन्ट अफ पासपोर्ट नेपाल टाइप गरी सो एप्लिकेसन प्रयोग गर्न सक्नुहुन्छ। राहदानी विभागको वेबसाइट www.nepalpassport.gov.np मा गई एप्लिकेसन फर्म भर्नुका साथै आफूले जिल्ला वा विदेश स्थित नेपाली दूतावासमा बुझाएको पासपोर्टको बारेमा बुझ्न सकिन्छ। कन्सुलर सेवा विभागको वेबसाइट www.nepalconsular.gov.np मा गई कन्सुलर तथा कानुनी परामर्शका लागि निवेदन दिन सकिन्छ।